बोल्न आज मेरो साथीहरू आए कति खुसी भए हो अस्ति त रिसाएको थिए हो अस्ति कस्तो रिस उठेको थिए आज चाहिँ मेरो साथीहरू कति खुसी भयो नि म एकदम खुसी लागेको बगान छोडेर एक वर्ष हुन आँटिसक्यो मलाई चाहिँ नबोलाइरहेछ आज चाहिँ आछ ढुक्राएर हो सरप्राइज सरप्राइज मेरो त जोर पनि भाँसेको नि हो आज त कस्तो खुसी भएको छ उहाँ पनि अङ्कल मान्नु न ल ल ल बिदाई थिएन आज चाहिँ बिदाई भएको फेरि आउँदै गर्नु हाम्रो घरमा फेरि आउँदै गर्नु बिदा चाहिँ कहाँ हुन्छ यतिसिकै पुरा खुसी लाग्यो बिदा भयो फेरि आउनु फेरि होइन फेरि आउनु कहिले आउने हो त्यही त कति भने एकपल्ट यहाँ बगान हुँदाखेरिमा टिप्न आउँदा एकछिन आएको थियौँ है त्यति त अब योपालि बर्खामा यहाँ बत्ती हुँदाखेरि नि नम्बर दिइराख्नु फोन गरेर हुन्छ खाना पकाइराख्छु खाएर यहीँबाट होइन सजिलो छ यहाँ झन् ठिकै छ त ल अहिले झन् 6 नम्बर यहीँ गरम हुन्छ पखाले बनेको नि ल्याइदिनु गाई बिहाइहाल्छ पखले त के त यति बनाइहाल्यो लगिदिइहाल्छ छैन अब त चिन्ता छैन अब त पुष्पाको घर पनि जान्थे नि त्यताबाट हेर्दै हेर्दै जान्थे यिनीहरूलाई पनि बताउँदै ल पुष्पाको काकीको घर यही हो भन्छु सधैँ जाँदा पनि भनेको गर्छु आउँदा पनि त्यही नजर पुग्छ हो जाँदा पनि त्यही ल तपाईँलाई खुसी लाग्यो तपाईँलाई खुसी लाग्यो पुरा खुसी लाग्यो आज चाहिँ अब फेरि बोलाउनु फेरि आउनु सीताहरू आएन सीता आएन ज्ञानो आएन बिमला आएन गीता गोमा अन्त त्यहाँदेखि अर्को बाबु लामा अर्को कमला कमला किन नआएको हो कमलाहरूलाई अब एक ग्रुप छ है आउनु ल ग्रुप भएर फेरि आउनु पनि आउँछ होला